थिएँ हैन। बाटोमा आउँदै गर्दा चाहिँ मैले एउटा चिज भेटेको छु। के होला? यहाँ चाहिँ के होला? के होला? मकै? कसरी थाहा भयो? नहुनु नि त सक्छ। के हो यो? के ज्ञानी हो नानी? टक्कै थाहा भइहाल्छ यो के हो? कसले देखेको यो? आजको बाबा देखेको छ? यसलाई हामी के गर्छ? कसरी खान्छ? भुटेर खान्छ। मन पर्छ? यसलाई हामीले थुप्रै प्रकारले खान्छ हैन। अब के गर्नु भने नि सबैको हात देखाउनुस् त। यो के हो मेरो? कत्रो छ यो हात? ठुलो। तपाईहरुको जत्रै छ मेरो? तपाईहरुको जत्रो छैन। कत्रो छ मेरो हात? ठुलो छ। यसो भने नि मैले नि यो मकैलाई मुठीमा उठाए भने चाहिँ यसरी उठाउँदा चाहिँ कति छ? कति आउँछ जस्तो लाग्यो? 48। अरु सबैजनालाई 48 हो। अरूले भन्न न। 48। योगिन 50। 48। 60। तिमी 10। 100। तिमी भन 11। त्यसो भने नि मेरोमा 100 आउँछ है। 100 आउँछ भने तिमीहरूको पनि हात मेरो भन्दा सानो छ कि ठुलो छ? सानो। तिमीहरूकोमा चाहिँ कति आउँछ होला? मेरो भन्दा चाहिँ बेसी कति आउँछ? 40। कति आउँछ कि बेसी आउँछ होला मेरो? 10। कति जस्तो आउँछ होला? 10। अब त्यसो भने तिमीहरूको पनि हातमा हालेर गन्ती गरौँ ल। यसरी हालेर चाहिँ हेर्ने पनि टिपेर गर्नु कति हुँदो रहेछ हो। तर मकै चाहिँ यसरी आउनु भएन है। टक्कै यसो गरेर यति मात्रै बाहिरबाट देख्नु भयो। बाहिरबाट देख्नु भएन। लु ट्राई गरौँ ल। अब मेरो भन्दा टक अनि टिप। साह्रो कम्ती भयो। टिप न त्यसरी नटिप त। राख सबैजनाले। लु काउन्ट गर त। बेसी कति आन्छ भनेको थियो? 50। यहाँ रहेछ 50। कति रहेछ? 15। काउन्ट गरेर त काउन्ट गरेर 7। डिजाइन बनाउनुस्। डिजाइन तपाईहरुलाई के मन पर्छ डिजाइन बनाउनुस्। तिमी के बनाउँदैछौ? फ्लावर।